सबैले ध्यान दिएर सुन्नु होला। आज कुरा गरौँ नेपाल भारतमा सबभन्दा धेरै मान्छेको ज्यान लिने सर्प कमन करेड, जो बिस्तारामै गएर टोक्छ, रातिको समयमा टोक्छ। टोकेको क्रममा तुरुन्त उपचार भएन भने मान्छेलाई मृत्युको मुखमा लैजान्छ। यो हो कमन करेड। मैले यति भन्दै गर्दा कुनै पनि सर्पले उसलाई नचलाएसम्म, उसलाई असर नपुगेसम्म टोक्दैन। तर टोक्दैन भनेर घरमा जाली ढोका नलगाउने, झुल नलगाउने काम चाहिँ गर्नु हुँदैन। घरमा भएका पालहरू बन्द गर्नु, झुल लगाउनु, सुत्ने बेलामा बिस्तारा टकटकाउनुहोस् र यो सर्पलाई सबैको माझमा पुर्याउनुहोस्, सबैले चिन्ने गरी देखाउनुहोस्। तपाईँले देखाउन सक्नुभयो भने धेरैको ज्यान बच्नेछ। यो सर्प नआउन दिनको लागि के गर्ने, कस्ता कुराहरूबाट जोगिने, यी कुराहरू सिक्न जरुरी छ। टोक्दा बित्तिकै धामीसँग जाने, झाँक्रीसँग जाने काम गर्नुहुन्न। तुरुन्त जति सक्नुहुन्छ चाँडै अस्पताल जानुहोस्। टोकेको मान्छेलाई केही खान नदिनुहोस्, निदाउन नदिनुहोस्। टोकेको ठाउँमा बेस्सरी बाँधेर पनि नछोड्नुहोस्, किनकि त्यसले झन असर गर्न सक्छ। यसको नेपालमा नाम ठाउँ अनुसारको धेरै फरक पनि हुनसक्छ। करेड सर्पसँग झुक्किने सर्प, करेड सम्झेर मान्छे यो देखेर भाग्नु, मान्छे डराउनु, टोकिहाले बिहोस हुनु जस्ता घटनाहरू धेरै आउने गरेका छन्। यो झ्याट्ट हेर्दाखेरि चिलियो देखिन्छ, त्रिभुज आकारको टाउको हुन्छ भने पेटको भाग सेतो सेतो हुन्छ, माथि कलेजी रङको पनि हुन्छ, खैरो रङको पनि हुन्छ। यो सर्प पनि घरभित्र रहेका छिप्किलीहरू खान, कक्रोचहरू खानको लागि भित्र पसेको हुन्छ भने यो सर्पले टोकेर विष चाहिँ लाग्दैन। देख्दा करेड जस्तै देखिने भए तापनि अविषालु सर्प हो। यो पनि हामीले उद्धारको क्रममा देखेका छौँ। धेरै बिस्ताराको तल, खाटको तल जहाँ साङ्लाहरू हुन्छन्, छिप्किलीहरू हुन्छन्, त्यो खानलाई पसेको हुन्छ। साना साना पालहरूबाट पनि छिर्न सक्छ यो। त्यही भएर मैले अघि नै भनिसकेँ, घरमा भएका पालहरू छन् भने बन्द गरिदिनुहोस्। जनचेतनाको लागि यति धेरै सेयर गर्नुहोस् कि सबैको माझमा पुगोस्, सबैले चिन्न सक्नुहुनेछ। यो काम हामीले तपाईँहरूको लागि, तपाईँको ज्यान बचाउनको लागि गरेका छौँ। विषालु सर्पबाट बचौँ, अविषालु सर्पलाई पनि नमारौँ र सर्पबाट पनि बचौँ, यही भन्न चाहन्छु।